हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ फलफुल हामी किन्न आएको कसरी गर्दा फलफुल यो 350 यो 350 यो 350 यो 220 अनि अनार छैन अनार छेउमा ए कसरी हो अनार अनार कसरी हो दाइ अनार 3.5 हो र गाइज हेर्न सक्नुहुन्छ म फलफुल अनार किन्न आएको अब राम्रो राम्रो छान्ने हो लाने हो ल यो 3टा अनार लिने हो ल दाइ यो 3टा राख्नु अब कति हुन्छ यो अनार बताओ ना पहले को दिमाग में बोल दे चुनाव में इतना ही बड़ी चला गया क्वेश्चन बाटे वो कौन था सब्जी 5 बजे देना है 5 बजे ल दाइ हेर्नु न ए ल 2 बजे हो जाए भाइ यो हेर्नु अन्त यो राम्रो त भेजम पर्नु त वो हो जाए खाली कदम त हेलो यो राधा अलि कम भइरहेको छ चौन से झाड़ को पूरा कहाँ कहाँ ना पहले सारा ऊपर कर दी म अनार किनिसक्यो फाइनली अङ्गुर पनि चाखौँ ठीक अब तू पकड़ ले भाई सही बात है एकदम तू कति भयो भाइ 180 ल गाई हेर्नु सक्नुहुन्छ अनार 180 रुपियाँ बागरा का हम कुछ नहीं काम हमर डिसिजन नहीं काम कुछ कर दे काम आउन सक्नुहुन्छ हजुरहरूलाई अझै म देखाउने छु हाम्रो फलफुल पसल यो स्याउ कसरी हो 200 हो 240 280 गाइज हेर्न सक्नुहुन्छ अनि क्यास केरा कसरी हो दाइ केरा अनि त्यसलाई अलिक कट गरिदिनु न गाइज आउनु सक्नुहुन्छ यहाँ फलफुल लिनलाई यदि सस्तोमा पाइन्छ गाइज अनार छ एकदम ताजा ताजा रहेछ आएर लिएर आउन सक्नुहुन्छ यहाँ धेरै सस्ता पाइन्छ भिरगाजमा आएर लिन अनारलाई हानिदिरहेको छ कहिले मजाले खाने हो एकदम ताजा ताजा फलफुल खाने हो सस बनाउने हो अनार खाने हो हेर्न सक्नुहुन्छ हाम्रो गण्डकमा हो यता गण्डक चौकमा आएर लिएर सक्नुहुन्छ हाम्रो फलफुल यता नर्कनमा ट्राफिक निराको साइडमा हो ल हेर्न सक्नुहुन्छ गाइस ल हेर्न सक्नुहुन्छ दाइले कटानिरहेको छ अनारलाई हाँ ठीक सही बात कर रही सही बात यार कटिङ कस्तो दामी हुन्छ मजाले काटिन्छ यार ओ माय गॉड अच्छा दाइले एकदम मक्खर रहेछ यार फोनमा झुन्डिरहेको छ दाइले बैसाख में ल ठीक बता हम शुरू कर दें भयो नि दाइ बाप रे बाबू साला रख साला रो देनी साला साला फंसिल बा दुबई में बा वहाँ लड़ाई नहीं को
र गाइस हेर्न सक्नुहुन्छ हाम्रो फुल फसल सबै काट्दिउ सबैले काट्नु र हेर्न सक्नुहुन्छ दाइले काट्नुहुन्छ कति साढे 300 하나 기준다? 비슷한가? सबै काट्दिउ भयो दाइ हो? ओके गाइज फाइनली मैले अनार लिइसकेँ भाइले पनि अलि हेल्प गरिदिनु भयो पैसा आइरहेको छैन भाइ पैसाको आइरहेको छैन अहिले पैसाको पैसा पनि देखाउने भयो किन है? ओके गाइज अब म मेन भ्लगबाट म अब सुन्न चाहन्छु ल अहिलेको लागि यति राखौँ